75 सालमा आइपुग्दा 75 जेठ 3 गतेपछि हामीले कम्युनिस्ट पार्टीलाई देशको झन्डै 2/3 शक्तिको रूपमा, लगभग 2/3 शक्तिको रूपमा, 7-8 सिट पुगेको थिएन होला 2/3 मा, त्यो शक्तिको रूपमा हामीले उभ्यायौँ। नेपालको इतिहासमा यति मजबुत शक्तिको रूपमा अहिलेसम्म कुनै पनि शक्ति, कुनै पनि पार्टी देखा परेको थिएन। जनताबाट अनुमोदित भएर यसरी आएको थिएन। कम्युनिस्ट पार्टी नै हो र हामीले नै त्यो गरेका थियौँ। तर केही ईर्ष्यालु मान्छेहरू, केही डाई मान्छेहरू र केही प्रचालित कठपुतलीहरू, उनीहरूको कारणले, उनीहरूको असहिष्णुताका कारणले, उनीहरूको ईर्ष्याका कारणले, उनीहरूको डाहका कारणले कम्युनिस्ट पार्टीभित्र समस्या पैदा गर्ने, कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुन नदिने, एकताबद्ध हुन नदिएर, अगाडि बढ्न नदिएर फेरि अर्को प्रकारको एउटा विवाद, सधैँ झमेला, सधैँ विवादको एउटा नीति अख्तियार गरेर अन्तिममा पार्टी फुटाएर छोडे। र यस्तो समय आयो 2/3 पुगेको आन्दोलन, 2/3 पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नेपालमा नभेटिने बनाइदिन्छौँ एमाले भनेर एमालेमै बसेर अगाएका किर्ना जस्ता भएका टुम्म परेकाहरू एमालेलाई खोज्दा पनि नभेटिने बनाइदिन्छु भनेर कुदे। शहीदका रगतहरूमाथि कुल्चिएर, योद्धाहरूका पसिनामाथि कुल्चिएर, जुझारु योद्धाहरूका आँसुमाथि टेकेर मजाक उडाएर उनीहरू निर्लज्ज ढङ्गले कम्युनिस्ट आन्दोलनमा तोडफोड गर्ने, यसलाई सिद्ध्याउने, ध्वस्त बनाउने, एमालेको त नामै सुन्न नहुने, एमाले खोज्दा पनि नभेटिने गरी ध्वस्त बनाउँछौँ भनेर जो कोही 13 वर्ष लिडरसिपमा बसे, कोही 15 वर्ष यही पार्टीको लिडरसिपमा बसे र निर्लज्ज ढङ्गले यही पार्टी सिद्ध्याउँछु भनेर जुन आमाको कोखमा बसेर हुर्कियो, जुन आमाको दुध चुसेर हुर्कियो, त्यही आमालाई अस्तित्व पनि राख्दिन भनेर मार्न तयार हुने अपराधी प्रवृत्ति यिनीहरूमा हाबी भयो।